नमस्कार। आज मैले यहाँहरुमा एउटा नयाँ विषयवस्तु ल्याएर आएको छु। यो विषयमा हामीले नसोचे पनि हुन सक्छ, सोचे पनि हुन सक्छ। मैले खोज्दा भेटिया कुरो बिहे अर्थात् एंगेजमेन्ट जे भए पनि त्यो बेलाको औँठी चाहिँ हामी किन यही औँलामा लगाउँछौँ, रिङ फिंगरमै किन लगाइन्छ भन्ने विषय खोज्दै जाँदा भेटिएको कुरो तपाईहरु अगाडि राख्न चाहन्छु। यसलाई मुख्य गरी दुईटा प्लस एउटा अन्य प्रयोगात्मक कारण भनौं, तीनवटा कारण यहाँहरुको अगाडि राख्न गइरहेको छु। सबैभन्दा पहिले पश्चिमी संस्कृति जो अर्थात् अंग्रेजी संस्कृति भनौं, तिनीहरुका अनुसार यो एंगेजमेन्ट वा बिहेको औँठी बायाँ हातको रिङ फिंगरमा लगाइन्छ। यो औँलामा यही औँलामा चाहिँ किन लगाइन्छ भन्ने सन्दर्भमा के हुँदो रहेछ भने प्राचीन समयमा रोमनका मान्छेहरु प्राचीन रोमनीहरुले के विश्वास गर्दा रहेछन् भने यो औँलामा एउटा विशेष खालको नशा हुन्छ जसलाई चाहिँ भेना एमोरिस भन्थे तिनीहरु, जसको अर्थ चाहिँ भेन अफ लभ अर्थात् प्रेमको नशा यो औँलामा हुँदो रहेछ। यो औँलाबाट प्रेमको नशा सुरु भएर त्यो सिधै हृदयसँग मुटुसँग जोडिएको हुँदो रहेछ। त्यो भइसकेपछि यो औँलामा औँठी लगाएपछि प्रेम र विवाहको सम्बन्ध जो छ त्यो हृदयसँगै हट्टुहट कनेक्टेड हुने भयो, सम्बन्ध दीर्घकालीन र स्थायी हुने भयो। त्यो भएका कारणले उनीहरूले यो रिङलाई चाहिँ यो औँलामै लगाउने गर्दा रहेछन्। त्यो उनीहरूको कुरो भयो। त्यसपछि हाम्रो पूर्वीय दर्शन अर्थात् हिन्दू शास्त्रीय मान्यता बमोजिम खोज्दै जाँदा दुईटा कुरा भेटिएको छ। यो हाम्रा हातका औँलाहरूमध्ये यी औँलाले विभिन्न यो पञ्चतत्व भन्छौं, पञ्चतत्वको प्रतिनिधित्व गर्ने हुँदो रहेछ। यो थम अर्थात् बुढी औँला जो छ यसले अग्निको प्रतिनिधित्व, त्यसपछि यो औँला जो छ यसले इन्डेक्स फिंगर भन्छ, यसले चाहिँ वायुको प्रतिनिधित्व, अनि यो मिडल फिंगरले चाहिँ आकाश स्पेसको प्रतिनिधित्व, अनि यो रिङ फिंगर जसमा औँठी लगाउँछौं यसले पृथ्वीको प्रतिनिधित्व, र यो कान्छी औँला सानो औँला लिटिल फिंगरले चाहिँ जल वाटरको प्रतिनिधित्व गर्दो रहेछ। भनेपछि यो औँलाले पृथ्वीको प्रतिनिधित्व गर्ने यी पाँचवटा तत्त्वहरू मध्ये सबैभन्दा स्थिर र स्थायित्व र जीवनको आधार भएको तत्त्वको रूपमा पृथ्वी रहने भएका कारणले सम्बन्धको स्थायित्वको लागि, स्थिरताको लागि पृथ्वी तत्त्वको प्रतीकका रूपमा रहेको यो औँलामा औँठी लगाइँदो रहेछ। त्यसैमध्ये अर्को यो पञ्चतत्वको सिद्धान्तको आधारमा भयो। त्यसपछि ग्रह नक्षत्रको सम्बन्धका आधारमा यो वैदिक ज्योतिष अनुसार यी पाँचवटा औँलाले पाँचवटा ग्रहको प्रतिनिधित्व गर्दो रहेछ। यो थम जो छ शुक्र ग्रह, त्यसपछि यो औँलाले बृहस्पति, त्यसपछि यो औँलाले शनि, अनि यो रिङ फिंगर जो औँठी औँला छ यसले चाहिँ सूर्य, र यो सानो औँलाले चाहिँ बुध ग्रहको प्रतिनिधित्व गर्दछ। औँठी औँलासँग सम्बन्धित सूर्य भयो, सूर्यसँग सम्बन्धित भएपछि विवाह र विवाह पश्चातको जिन्दगी, उज्यालो जिन्दगी र स्थिरताको लागि यही औँलामा औँठी लाउने गरिदो रहेछ। त्यो कुरो भयो। त्योभन्दा बाहेक यसको कुनै शास्त्रीय कारण त छैन म भन्नेवालाको जो छ, तर पनि रमाइलो छ। जस्तो हामीले हाम्रा पाँचवटा औँलाहरूलाई मध्ये एउटालाई एउटा निश्चित बन्धनमा बाँध्दियौं, यसलाई यसरी बाँधिदियौं भने र अरु औँलाहरू एकसमा जोडिदियौं भने विवाह मानेको एउटा बन्धन भयो कि मानौं यो है। त्यसपछि बाँधिदियौं भने त्यसपछि यी प्रत्येक औँला अरूलाई नहल्लाइकन छुटाउन सकिने स्थिति हुन्छ। यो पनि छुटाउन सकिन्छ, यो पनि छुटाउन सकिन्छ। अनि अरु औँलालाई यथावत राखेर छुटाउन नसकिने र छुट्टिन नसकिने औँठी चाहिँ औँला चाहिँ फेरि हाम्रो रिङ फिंगरै हुन्छ। भनेपछि एउटा निश्चित बन्धन विवाहमा वा सम्बन्धमा बाँधिसकेपछि त्यसपछि त्यो सम्बन्धको दीर्घायु, स्थिरता र अटुटपनाको लागि जो छुट्टिँदै नछुट्टिने औँला छ यही औँलामा लगाइन्छ भनेर भन्न पनि सकिने स्थिति भयो। धन्यवाद। यसभन्दा पछाडि यस्तै खालका कन्टेन्टहरुका लागि कृपया फलो गरेर सहयोग गर्नुहोला।